हेलो साथीहरू, आज म बनाउन जाँदैछु टमाटरको अचार तर अलि विशेष तरिकाले। यसमा मैले मिसाउँदैछु काँचो हरियो आँप, हरियो खुर्सानी, अदुवा, लसुन, प्याज, टमाटर र आफ्नै घरको गमलामा फलेको अकबरे खुर्सानी। काँचो आँपले अचारमा मिठो अमिलो स्वाद थपिदिन्छ। तपाईहरूले टमाटरको अचारमा यसरी काँचो हरियो आँप मिसाएर खानुभएको छ कि छैन कमेन्ट गर्नुहोस् होला है। एक पटक यसरी टमाटरको अचार बनाएर खानुहोस्, स्वाद बिर्सिन गाह्रो हुनेछ। यो अचारको स्वादले भातको एक गाँस थप खान बाध्य बनाउनेछ तपाईहरूलाई। काँचो आँप मिसाएर यसरी टमाटरको अचार खानुभएको छैन भने आजै बनाएर ट्राई गर्नुहोस्। यो चाहिँ अचार भात, ढिँडो, रोटी, चिउरासँग पनि उत्तिकै मिठो हुन्छ। अब यसमा कालो भटमासलाई भुटेर मिसाउँछु। यो सबैलाई मैले उसिनेर राखेको छु। अब यसलाई म पेलेर देखाउँछु। अचार भनेको यस्तो पो हो त। ओके, सी यू, बाइ बाइ।